what up people, this is JPT Browse known as Prosको साकिया हजुरको प्यार भए मिरिकबाट। सो मिरिक मिम्स प्रेजेन्स पोडकास्टमा तपाईहरुलाई फेरि पनि स्वागत छ र आजको तेस्रो एपिसोड पनि तपाईहरु बीच लिएर आइसकेको छु विथ अनदर गेस्ट। र आई गेस तपाईहरुले पनि थाहा पाइसक्नु भयो होला हाम्रो गेस्ट को छ भनेर, किनकि अलरेडी तपाईहरुले थम्बनेल देखिसक्नु नै भएको छ है। सो आजको गेस्ट रहेको छ एकदम रियल गोर्खा, जसले चाहिँ पुरा दार्जिलिङ हिल्स पुरा गोर्खा जातिलाई रिप्रेजेन्ट गर्ने काम गरिरहनु भएको छ, जसको नाम चाहिँ रहेको छ गोर्खे बोय ब्लग्स, अल्सो नोन एज अबी ब्रो। हि इज माई फेभरेट ब्लगर है। सो उहाँ चाहिँ एकदम मल्टी ट्यालेन्टेड, भेरी ह्यान्डसम, भेरी काइन्ड हार्टेड पर्सन। उहाँको एउटा आफ्नै सलुन पनि छ है, जसको नाम चाहिँ गोर्खे सलुनको नामले चिनिन्छ र त्यसको बारेमा म तपाईँलाई डिस्क्रिप्सनमा दिनेछु। र यदि उहाँको ब्लगहरू तपाईँले हेर्नुभयो भने, उहाँको पोस्टहरू सोसियल मिडिया मार्फत हेर्नुभयो भने त्यहाँनिर तपाईँले देख्नुहुनेछ मैले चाहिँ उहाँले किन काइन्ड हार्टेड भनेको भनेर। र उहाँले गोर्खा जातिको लागि, आफ्नो गाउँको लागि, समाजको लागि पनि आवाजहरू उठाइरहेको देख्न पाइन्छ है। सो इज अ भेरी ट्यालेन्टेड, एकदम मल्टी ट्यालेन्टेड क्या हुन्छ नि, सबै कुरोमा एकदम एक्टिभ रहने हाम्रो ब्लगर हुनुहुन्छ। सबैको प्यारो हाम्रो अबी ब्रो। सो विदाउट वेस्टिङ अ टाइम उहाँलाई हाम्रो पोडकास्टमा स्वागत गर्न चाहन्छु। सो वेलकम टु मेरिक मिम्स पोडकास्ट, तपाईँलाई स्वागत छ। नमस्ते सबैजनालाई, म चाहिँ अभिषेक राई है। आइम अ हेयर स्टाइलिस्ट प्लस आइम अ ब्लगर एन्ड आइम फ्रम मिरिक राइट नाउ। अहिले चाहिँ हामीले सिलिगुडीमा एउटा गोर्खे सलुन चलाउनु गइरहेको छ। थ्याङ्क यू। सो स्टार्ट गर्थ्यौँ है त आजको पोडकास्ट। र तपाईँको आइडल, तपाईँको इन्सपिरेसन चाहिँ को हुनुहुन्छ त? यो भ्लग स्टार्ट चाहिँ कसरी गर्नुभयो होइन, कहाँबाट तपाईँको यो जर्नी स्टार्ट भएको थियो, र यो भ्लग मार्फत चाहिँ तपाईँले के अब सोसाइटीमा कस्तो टाइपको मेसेजहरू दिन चाहनुहुन्छ, या त तपाईँले कस्तो टाइपको भ्लगहरू चाहिँ अपलोड गर्नुहुन्छ त, यसको बारेमा अलिकति बताइदिनुहोस् न। आइडल भन्नुपर्दा चाहिँ अब धेरैजनाको भ्लग हेरेको तपाईँले। मलाई कहाँबाट चाहिँ जाग्यो भन्दा चाहिँ आफ्टर लकडाउनै थियो। सबैजना लकडाउनमै सुरु गरेको, लाइक म्याक्सिमम् भ्लगरहरूले चाहिँ लकडाउनबाटै सुरु गरेको छ होइन। पाहाड जति पनि पाहाड छ। मैले चाहिँ कहाँबाट सुरु गरेँ भन्दा चाहिँ आफ्टर लकडाउन नै हो है। त्यतिखेर चाहिँ के हुन्थ्यो भन्दा चाहिँ हाम्रो सलुनमा चाहिँ त्यस्तो कस्टमरहरू आउँथेन क्या, एकदमै शान्ति है। फोन चाहिँ हेरिरहने क्या, अब फोन हेरिरहने, एकदम यहाँबाट भ्लग हालिरहेको छ होइन। मलाई लाग्थ्यो के गरेको मान्छे होइन, जस्ट पहिला त त्यही आउँछ, नेगेटिभिटी आउँछ नि त। अन्त बादमा हेर्दै गयो अन्त युकेजी 7 राइडरहरू मजाले त्यहाँबाट आइगयो त। मैले इन्कम धेरै हुँदो रहेछ भन्ने चिजहरू, अन्त त्यही खासमा त्यही हो। फर्स्ट अफ अल पोइन्ट चाहिँ त्यो हो, पकेट मनी हुन्छ होला। धेरै इजी सोचेँ क्या मैले चाहिँ, पकेट मनी हुन्छ होला होइन, ट्राई गर्न सक्छु मान्छेले गरेर किन सक्दैन भनेर मैले स्टार्ट गरेँ क्या त। त्यतिखेर थाहा भयो होइन वाट इज ब्लग, ब्लगमा चाहिँ के गर्नुपर्ने रहेछ होइन। त्यहाँदेखि हेर्दै गयो मलाई इन्सपायर भएको भन्नुपर्दा चाहिँ मैले उयसको भ्लग चाहिँ पुरा हेरेँ, आर्जेसँग युकेजी 7 हेरेँ। त्यसको बादमा आर्जेसँग भ्लग हेरेँ पुरा। अन्त पुरा उयो क्या, दाले चाहिँ मजाको अब गाउँको आफ्नो अब गाउँहरू पाहाडहरू जसमा पनि मजा अब हामी त्यसै ब्याङ्लोरमा धेरै साल भइसक्यो नि त। अन्त यो चाहिँ धेरै इन्सपायर गरेँ क्या दाले। अन्त त्यो हेर्दा म चाहिँ ऊ जस्तै बोल्ने भएको थियो क्या घरिघरि। अब कतिजनाले भन्ने पनि क्या, ज्यादा हेर्दा पनि त्यस्तो हुँदो रहेछ क्या त। त्यस्तै भइसक्यो। त्यहाँदेखि फेरि मैले हिन्दीमा स्टार्ट गरेँ क्या त भ्लग चाहिँ। अब त्यही भयो क्या मेरो खास, त्यही हो भन्नुपर्दा चाहिँ। पहिला चाहिँ अब त्यही हो, पकेट मनी हुन्छ भने त्यो थट्स थियो। र अहिले चाहिँ एउटा उयो छ भनिदिनु, अब के भन्ने, एउटा अब इन्ट्रेस्ट होइन, मजा लाग्छ। अब मैले धेरै चिज कमाएँ क्या, अब यो चिजले चाहिँ अब पैसै मात्रै होइन क्या, मैले पैसा त कमाएको छुइनँ, तर अरू चिजहरू पनि धेरै कमाएँ। कन्फिडेन्स भयो, मान्छेहरूसँग बोल्ने तरिका, रेस्पेक्ट भयो होइन। जब म इन्टरभ्यूहरू बस्नु जान्छु म इजिली ह्यान्डल गर्न सक्छु इन्टरभ्यू, जोसँग बोलिदिन्छ त्यस्तो टाइपको अब कन्फिडेन्स चाहिँ मलाई कमाएँ भनिदिउँ न, त्यही हो। हाम्रो दार्जिलिङमा थुप्रै ब्लगरहरू छ नि त, र थुप्रै ब्लगरहरूमा थुप्रै प्रकारको ब्लगरहरू पनि पाइन्छ है। तिनीहरूले अलग अलग प्रकारको कामहरू गरिरहेछ तिनीहरूको नाम अकर्डिङ। जब यो नामको कुरा आउँछ नि, र तपाईँले चाहिँ आफ्नो नाममा गोर्खे बोय ब्लग लेख्नु भएको छ है, यो गोर्खा पनि हाल्नु भएको छ। सो यो नाम राख्नुको कारण चाहिँ के हो त, यसको बिहाइन्ड द सिन, यसको स्टोरी के छ त, किन राख्नु भएको त्यो नाम चाहिँ, अलिक त्यहाँ हामीले जानकारी गराइदिनुहोस् न। एक्चुअलमा भन्नुपर्दा चाहिँ अब हामी धेरै बाहिर बसेको मान्छे हो नि त है, तपाईँहरूलाई थाहै छ होइन। त्यतिखेर चाहिँ कस्तो हुन्छ भन्दा हामी दार्जिलिङको भनेर चिन्दैन होइन। अब यार गोर्खे नि त है, अब सबैले चिन्नुपर्ने हो खासमा चाहिँ होइन। त्यही भएर चाहिँ मैले एउटा सानो रिप्रेजेन्ट हाम्रो दार्जिलिङको लागि चाहिँ होइन, गोर्खे, हामी पनि गोर्खे, हामी पनि नेपाली हो, हामी पनि एउटा इन्डियन गोर्खे हो भन्ने मात्रै एउटा चाहना, यो सानो रिप्रेजेन्ट मात्रै आफ्नो जग्गाको लागि। त्यही हो मेरो चाहिँ अब भनाइ चाहिँ। त्यही भएर सलुन पनि गोर्खे सलुन छ होइन। अझै पनि मेन स्टाइलहरू गोर्खे बोय अफिसियल छ, त्यति मात्रै हो, अरू चाहिँ त्यस्तो उयो छैन क्या। र एउटा क्वेसन छ, यो चाहिँ कस्तो टाइपको भन्थ्यो चाहिँ क्रिटिसिजमलाई लिएर चाहिँ होइन। अब हामीले यो जति पनि सोसियल मिडियामा काम गर्ने रहेछ है, एकजना ब्लगर होस्, एकजना ऱ्यापर होस्, तिनीहरूले चाहिँ कस्तो टाइपको सिचुएसन अब ह्यान्डल गरिरहेको छ भन्दाखेरि चाहिँ प्रायः जस्तो फेसबुकमा, इन्स्टाग्राममा होइन, तपाईँले जहाँ पनि त्यो सोसियल मिडियातिर आफ्नो यो उयो कन्टेन्टहरू अपलोड गर्नुहुन्छ, त्यहाँनिर क्रिटिसिजम भइरहेको हुन्छ नि क्या। तपाईँलाई ब्याड कमेन्ट्सहरू होइन, हेड टाइपको कमेन्ट्सहरू आइरहेको हुन्छ।
अनि तपाईँलाई डिमोटिभेट गर्ने कामहरू गरिरहेको हुन्छ होइन त्यस्तो सिचुएसनमा अब अभियसली हाम्रो समाज त्यस्तो टाइपकै छ है प्रायः जस्तो हामीले क्रिटिसिजम गर्ने टाइपको त्यो भइरहेकै हुन्छ है सो यस्तो क्रिटिसिजम चाहिँ तपाईँ कसरी उयो गर्नुहुन्छ त ह्यान्डल गर्नुहुन्छ होइन पहिला चाहिँ म कस्तो गर्थेँ भन्दा पुराले धेरै कमेन्ट गर्थेँ क्या नराम्रो वर्ड्सहरू पनि गरेँ होइन त्यतिखेर चाहिँ केही खोलेर के अरे अब त्यस्तो टाइपको के हो यो खोलास्तो के हो के गर्छ अब त्यस्तो टाइपको के हो देखिँदा अब हामीले राम्रो गरेको हेर्नु सक्दैन त्यस्तो टाइपको क्या अहिले चाहिँ छोडिदिन्छु क्या म अब जस्तै अब इक्जाम्पल भन्नुपर्दा अब हामी स्कुटीतिर बाइकतिर जाँदै गरेको हुन्छौँ नि जब अचानक गाडी आयो अरे होइन हामी हरन त अभियसली मार्छौँ नि त हरन बजाउनुको चक्करमा चाहिँ के हुन्छ एक्सिडेन्ट भइपठाउँछ होइन बरु हरन नबजाएर साइडमा गयो भने एक्सिडेन्टै हुँदैन होइन बेस्ट अप्सन त्यही हो बरु साइड बेस्ट अप्सन साइड लाग्थ्यो भाइ इग्नोर गर्दैन बेस्ट त्यही हो भने होइन कामले जित भन्ने कामले जवाफ दियो भन्ने चाहियो काम दिएको होइन कामले रिप्लाई दियो भन्नु ट्राई गरेको हुन्छ त्यही हो तपाईँको वर्किङ आवर चाहिँ कति छ एज अ ब्लगर तपाईँले सोसियल मिडिया पनि ह्यान्डल गरिरहेको छ अनि साथमा तपाईँले सलन पनि चलाइरहेको छ होइन सो अभियसली स्ट्रेस त हुन्छ होला तपाईँलाई सो स्ट्रेस कसरी ह्यान्डल गर्नुहुन्छ सो हामी टिप्सहरू यसो बताइदिनुहोस् वर्किङ आवर भन्नुपर्दा चाहिँ 9-10 घन्टा चाहिँ हुन्छ स्ट्रेस त हुन्छै हुन्छ स्ट्रेस त्यही हुन्छ कसरी ह्यान्डल गर्नुहुन्छ त्यो चिजहरू स्ट्रेस चाहिँ कसरी ह्यान्डल गर्छु भन्दा चाहिँ अब त्यही हो मर्निङमा जान्छु होइन स्टार्टिङ सटार गर्छु अब झाडु पोछा आफै गर्ने हो अब त्यस्तै स्टाफहरू चाहिँ किनकि 2जना मात्रै भएर गर्छु उसले खानाहरू बनाएर आउँछ अन्त बिजी नै हुन्छ भनिदिउँ अब केटाहरू चाहिँ पुरा आउँछ हेडकट गर्नु दामी हेडकट गर्छ आउनु हो तपाईँहरू पनि आउँदै मजाको हेडकट गरिदिन्छु हो त्यो चाहिँ हेडेक भएछ अन्त पार्ट अफ जोब है अन्त धेरै स्ट्रेस हुन्छ क्या त अब स्ट्रेस भन्नुपर्दा कोही बेला बिजनेस हुँदैन टेन्सन हुन्छ नि त रेन्टहरू गर्नु पऱ्यो होइन त्यही फाइनेन्स प्रब्लम त धेरै छ सबैको अन्त कस्टमर आएको स्ट्रेस हुन्छ धेरै स्ट्रेस हुन्छ नि अन्त जब घर जान्छु नि घरमा चाहिँ बुढीले बनाएको खाना खान्छु नि त्यतिखेर चाहिँ बस मलाई त त्यहाँदेखि चाहिँ रिल्याक्स हुन्छ मलाई सो अभिप्राय प्रेसरमा दार्जिलिङमा यति बिना ब्लगरहरू छ होइन अब तपाईँले देखिरहनु भएको छ टिचर्सदेखि लिएर स्टुडेन्टदेखि लिएर इभन हाउस वाइफदेखि लिएर कहीँ ड्युटीहरू जानेहरू होइन बाटोमा जाँदाखेरि बनाइरहेको छ ब्लग यस्तो गएको उस्तो गर्दैछु होइन अब त्यस्तो टाइम तिनीहरूले आफ्नो अब प्रकारले इन्टरटेनमेन्ट गरिरहेको छ होइन कति कति यति इन्ट्रेस्टिङ हुन्छ कि अब मजा आइदिन्छ क्या हेर्नु नेक्स्ट एपिसोडको लागि हामीले पर्खिरहेको पनि हुन्छ होइन सो तपाईँको कुरा गर्दाखेरि चाहिँ तपाईँकोबाट चाहिँ कस्तो टाइपको एक्सपेक्ट गर्नुपर्छ त हामीले कुन प्रकारको ब्लगहरू चाहिँ तपाईँबाट देख्न पाइन्छ त तपाईँ चाहिँ कस्तो टाइपको चाहिँ ब्लगर मेरो चाहिँ एक्चुअलमा मैले भनेको कारण चाहिँ जब हामी टुरहरू गर्छ नि त्यतिखेरको मलाई मेरो फ्यामिली ब्लगर चाहिँ मलाई आज मन पर्दैन है जस्ट मैले फ्यामिलीलाई चिनाएँ बस त्यति मात्रै खत्तम होइन त्यसले के गर्दैछ त्यसले त्यस्तो चाहिँ मलाई मन पर्दैन लाइक फ्यामिलीको पर्सनल कुराहरू होइन मलाई चाहिँ खासमा त्यही हो अब जब हामी रिफ्रेसमेन्टको लागि निक्लिन्छौँ होइन त्यसको लागि चाहिँ मैले बनाएको थिएँ तर अहिले चाहिँ कस्तो गरेछ ऱ्यान्डम ब्लग के हो एकदम जे पनि हुनसक्छ त्यसमा रेकर्ड गर्दै गरेकोहरू होइन मोटर ब्लग गर्दै गरेकोहरू किनकि खासमा चाहिँ एउटा रिच हुनुपर्छ है मान्छेको एउटा तर त्यो चाहिँ मेरोमा चाहिँ छैन क्या पब्लिक नै सही छैन मैले मतलब भन्नुपर्दा सबै टाइपको ब्लगहरू हुन्छ कोही बेला घुमिरहेकोहरू होइन कोही बेला हेयरकट स्पेसली चाहिँ अब त्यही हो घुमेको मेरो कामहरू होइन अन्त मोटर ब्लग कोही बेला त्यति चाहिँ हुन्छ त्यस्तो चाहिँ हुन्छ ऱ्यान्डम ब्लग भनिदिउँ न त्यस्तो टाइप तर हामीले देखेकोमा चाहिँ अब कस्तो टाइपको भन्दाखेरि तपाईँले अब भ्लग त गर्नुहुन्छ होइन साथसाथमा अब सोसाइटीमा के भइरहेको छ त्यसको अगाडिमा बोलिरहेको त्यस्तो चाहिँ गलत भइरहेको छ त्यो चाहिँ हामीले एकदम दामी लाग्छ त्यही भएर मान्छे अगाडि आएर बोल्नु सक्दैन नि त्यसको लागि एउटा आर्ट चाहियो नि त त्यो चाहिँ एकदम राम्रो भएको छ क्या तपाईँमा सो बेस्ट विशेष आउने दिनहरू यस्तै गरिरहेको सो तपाईँलाई जुन ब्लगहरू गरिनु भएको छ एकचोटि एभ्री ब्लग हामी पनि हेर्ने गर्छौँ होइन एकदम दामी लाग्छ तपाईँको ब्लगहरू अन्त केही न केही त्यस्तो केही राखेको हुन्छ तपाईँले होइन जसमा चाहिँ अब हेर्नुलाई चाहिँ अब हामीले आकर्षित गर्छ क्या त्यो चिजहरूले स्टार्टिङमा होस् या लास्टमा होस् या बिचमा होस् तपाईँले त्यस्तो केही हालिदिएको हुन्छ है अनि यो ब्लगको कुरा गर्दाखेरि चाहिँ के याद आयो भन्दा तपाईँको कति फ्यान फलोवर्सहरू होला होइन अभियसली तपाईँलाई सजेस्ट गर्छ होला कति कुरो एडभाइसहरू दिन्छ होला कि दा तपाईँले यो गरेको भए चाहिँ अझ राम्रो हुन्थ्यो यस्तो गरेको भए यस्तो गरेको भए या त अब तपाईँको कुनै पनि प्रकारको एडभाइसहरू हुन्छ होइन सो अहिलेसम्म तपाईँले पाउनुभएको बेस्ट एडभाइस चाहिँ के थियो त अब मैले यहाँनिर फ्यान फलोवर्सको कुरा गरेँ होइन नट ओन्ली फ्यान फलोवर्स तपाईँको प्यारेन्ट्सहरू पनि हुनसक्छ साथीभाइ पनि हुनसक्छ अनि कति ज्ञान दिनेहरू पनि हुनसक्छ होइन कति त अब एकदम ज्यादै दिइहाल्छ नि त ज्ञानहरू जसलाई त्यो बारेमा नलेज पनि हुँदैन कतिले दिइरहेको हुन्छ अनि कतिको चाहिँ एडभाइस यति राम्रो हुन्छ कि अब त्यो हमेसा हामीले क्या युज गर्नु मन लागेर आउँछ नि त होइन सो तपाईँले अहिलेसम्म पाएको चाहिँ बेस्ट एडभाइस चाहिँ के थियो त सजेसन तपाईँको एडभाइसहरू चाहिँ के पाउनु भएको छ त एडभाइसहरू म चाहिँ दिन्छ मान्छेहरूले कतिवटा होइन कतिवटा चाहिँ अब फोनहरूबाट पनि पाउँछ क्या रिल्सहरूबाट एडभाइसहरू क्या
धेरैवटा एडभाइस चाहिँ म क्याप्चर गर्छु त्यो होइन कि अब कसैको एडभाइस चाहिँ त्यो नराम्रो होस् देन राम्रो होस् होइन म कसैलाई त्यो उयो गर्दिनँ कि के एडभाइस दिएर त्यस्तो चाहिँ म गर्दिनँ कि चाहे सानो ठुलो चाहे मलाई नराम्रो त्यो सबै राख्छु कि त म एडभाइसहरू त्यो एडभाइसहरू त म युटिलाइज गरिरहेको छु होइन त्यही भएर अहिलेसम्म अब एउटा खोल्नु सकिरहेको छु भन्ने चिज नै होइन अहिले बेस्ट तपाईँलाई कस्तो लाग्छ ल? त्यो बेस्ट चाहिँ कसकोबाट पाउनु भएको छ तपाईँलाई? बेस्ट चाहिँ भन्नुपर्छ मेरो बुढीबाट पाएको छु मेरो बेस्ट एडभाइस चाहिँ र यो जुन सपोर्ट छ नि तपाईँले जुन गरिरहेको ब्लगमा तपाईँले के कतिको पाउनुहुँदैछ त तपाईँको फ्यामिलीबाट अनि तपाईँको फ्रेन्ड्सबाट कतिको सपोर्ट छ त सपोर्ट छ भन्नु फ्यामिलीबाट त अलरेडी सपोर्ट छ होइन फ्रेन्ड्सहरूबाट पनि छ त्यस्तो अब कतिजना मन राम्रै मनले पनि सपोर्ट गर्छ होला होइन कतिजना मतलबले पनि गर्छ होला त्यो उनीहरूको मनमा भित्र जान सक्दिनँ है अहिले म सपोर्ट त दिन्छ होला तर अहिलेसम्म सपोर्ट गर्नु गाह्रो छ एकदमै गाह्रो छ है अब गाह्रो भन्दा सायद छ होला हाम्रोमा केही कमी होला अब त्यस्तै हो भने सपोर्ट छ डरलाग्दो सपोर्ट छ होइन सुझावहरू दिन्छ फाइनेन्सियली चाहिँ अब मेरोबाट सपोर्ट मेरो फ्यामिलीबाट सपोर्ट दिनु गाह्रो छ किनकि म एउटा सानो घरबाटै हुर्केको मान्छे हो होइन त्यस्तो ब्याकग्राउन्ड त्यस्तो खास छैन तर जुन उनीहरूको मोटिभेट वर्ड्सहरू छ नि त्यही नै मेरो लागि ठुलो कुराहरू क्या मोटिभेट दिइरहेको हुन्छ मलाई गर सक्छस् भन्ने कुरा त्यही मेरो लागि सपोर्ट हो क्या त्यो चाहिँ दिन्छ म फ्यामिलीले दिन्छ स्पेसली फ्रेन्डहरूले पनि दिन्छ त्यस्तो होइन कि भाइ कसले दिँदैन होइन दिन्छ म कसलाई अब त्यो उयो भन्नु सक्दिनँ क्या त अब दिन्छ अब छ याद गरेको छु कसले मतलबमा सपोर्ट दिइरहेछ कसले अब लाइक मनबाट दिइरहेको हुन्छ होइन एडभाइसहरू पनि दिइरहेको हुन्छ सबभन्दा अब छ दिन्छ साथीहरू छ ब्रो लाइफमा अप्स एन्ड डाउन त भइरहन्छ होइन अभियसली कति कुरोहरूले गर्दाखेरि हामीले आफ्नोमा त्यो विलिङ पावर हुँदा हुँदा पनि कति कुरा हामीले ह्यान्डल गर्न सक्दैनौँ होइन पहिला डिप्रेस भइपठाउँछ हामी होइन एकदमै डिमोटिभेट भइपठाउँछौँ हामी त्यस्तो टाइममा चाहिँ तपाईँले चाहिँ अब आफूलाई कसरी ह्यान्डल गर्नुहुन्छ त र त्यो टाइममा सिचुएसनमा तपाईँलाई को चाहिँ छ जसले चाहिँ तपाईँलाई त्यो चिजबाट चाहिँ अब बाहिर निकाल्ने चाहिँ काम गर्छ होइन हेल्प गर्छ तपाईँलाई भनौँ अभियसली मेरो बुढीले नै गर्छ जस्तै अब डिमोटिभेट साथीहरू छु म हुन्छु म साथीहरूले पनि गर्छ सबैले मोटिभेट दिन्छ होइन तब मोटिभेट चाहिँ जब चाहिँ मेरो बुढीले भन्छ कि हो गर न हुन्छ बिस्तारै हुन्छ भन्छ होइन त्यतिखेर चाहिँ म डक्टर मोटिभेट हुन्छ क्या टु बी अनेस्ट कि अब यस मैले गर्नुपर्ने रहेछ भन्ने चाहिँ त्यही हो कुरा चाहिँ अब सो ब्रदर तपाईँले एउटा क्वेसन छ होइन त्यो क्वेसन चाहिँ कस्तो टाइपको भन्दाखेरि धेरै इन्ट्रेस्टिङ छ मैले अघिल्लो पोडकास्टमा आउनेहरूलाई पनि सोधेको थिएँ है यस समाजबाट तपाईँले एउटा चिज डिलिट गर भने चाहिँ के भन्न चाहनुहुन्छ त तपाईँ हुन त यो सोद्धामा र सुन्दामा फनी लाग्न सक्ला होइन तर धेरै इन्ट्रेस्टिङ छ तपाईँको हामी बुझ्न सक्छौँ कि तपाईँको होइन थट्स कस्तो छ तपाईँले कस्तो प्रकारले सोसाइटी हेर्नुहुन्छ भन्ने टाइपले चाहिँ हामीले चाहिँ क्वेसन राखेको थियौँ है सो तपाईँको हिसाबले भन्दाखेरि चाहिँ तपाईँ के चिज डिलिट गर्न चाहन्छु समाजबाट अभियसली ड्रग्स ड्रग्स अभियसली त्यो चाहिँ गर्नु गरेको है ड्रग्स त्यस्तो हुन्छ नि अघि हामीलाई मन परेको काम पनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीले गरिरहँदा होइन कहिलेकाहीँ मुड हुँदैन होइन अनि हामीलाई पनि यस्तो टाइपको सिचुएसन आइपर्छ कि यो चिज गर्दिनँ अब ठिक छोडिदिन्छु भन्ने टाइपको एउटा सिन पनि क्रिएट हुन्छ कहिलेकाहीँ होइन अनि त्यस्तो टाइममा चाहिँ एकदमै हुन्छ नि अब केही चिजहरू नहुँदाखेरि चाहिँ आफूलाई त्यही चिजमा उयो गर्नु मन लाग्छ नि त यो चिजहरू छोडिदिन्छु अब म कन्टिन्यू गर्दिनँ भन्ने टाइपको फिलहरू हुन्छ नि त होइन सो यस्तो टाइममा चाहिँ तपाईँलाई चाहिँ यो चिजबाट चाहिँ निकाल्नु हुन्छ नि अब कोही न कोही त होला कि तिमीले गर्नुपर्छ यसलाई कन्टिन्यू राख्नुपर्छ या त आफूलाई पनि हुनसक्छ मोटिभेट गर्ने कुन प्रकारले चाहिँ तपाईँले गर्नुहुन्छ त यो चिजबाट त निक्लिनुको लागि चाहिँ अब हुन त त्यस्तो धेरै हुन्छ क्या गर्दिनँ छोडिदिन्छु भन्ने हुन्छ क्या अब साथीभाइहरूले पनि गर सबै नै भन्छ तर बेस्ट त्यो हो मेरो बुढीबाट चाहिँ सजेसन पाउँछ नि उसकोबाट चाहिँ बेस्ट लाग्छ क्या चाहिँ गर्दिनँ होला पनि भन्छ कति ताल भन्छ डोमा होइन सबैले डोमा उसको खास नै त्यो लाक्पा डोमा भुटिया अझै डोमा आइपुग्छ हो उसले चाहिँ उयो गर्छ क्या मोटिभेट लाग्छ उसको जुन वर्ड सुन्छु नि म मैले गर्नुपर्ने रहेछ भन्ने चाहिँ हुन्छ कि उसले भन्दा चाहिँ अरूले भन्दा मलाई त्यति साह्रो उयो चाहिँ हुँदैन तर जब मेरो बुढीले भन्छ नि गर न बिस्तारै हुन्छ नि भन्छ नि त्यहाँदेखि चाहिँ यस भने गर्नुपर्ने आजको पोडकास्टको अन्तिमसम्म आइसकेको छौँ अलरेडी हामी र आजको पोडकास्टमा तपाईँसँग कुरा गरेर धेरै मजा पनि आयो तपाईँको लाइफको एक्सपिरियन्सहरू हामीले सेयर गरिदिनु भयो धेरै चिजहरू हामी सिक्ने मौका पायौँ होइन अनि आजको पोडकास्ट नसकिस् जस्तो लाग्दा पनि अब अलरेडी टाइम हुनु लागेछ र तपाईँलाई जान अगाडि एक दुईवटा क्वेसन अझै सोध्न चाहन्छु क्वेसन भन्दा पनि अब तपाईँको एक्सपिरियन्स अझै पनि हामी सुन्न चाहन्छौँ है त्यो के हो भन्दाखेरि तपाईँको लभ लाइफको बारेमा पोसिबल छैन अलिकति भनिदिनुहोस् न लभ स्टोरी अभियसली होइन सबैको आफ्नो अलग अलग टाइपको लभ स्टोरीहरू हुन्छ हुन त अब लभ स्टोरी नै हो तर अब डिफ्रेन्ट टाइपको हुन्छ है इन्ट्रेस्टिङ हुन्छ कतिको ब्रेकअप सिन हुन्छ कतिको के हुन्छ कस्तो हुन्छ है र तपाईँको चाहिँ अहिले चाहिँ अब लभ लाइफ एकदम दामी चलिरहेको हामी देखिरहेछौँ है र तपाईँको
भेटघाट होइन अनि तपाईँको एक्सपिरियन्स अलिकति सेयर गर्नुहोस् न लभको बारेमा अलिकति हाम्रो अडियन्सलाई पनि जाओस् न कि अब लभ चाहिँ यस्तो हुँदो रहेछ डेफिनेसन चाहिँ यस्तो रहेछ हाम्रो लभरज्यूकोबाट चाहिँ हुँदो रहेछ क्या त अब ऊ चाहिँ मेरै लागि बनिएको हो भने चाहिँ हुँदो रहेछ क्या हो अन्तरिक हृदयबाटै हुँदो रहेछ क्या त अब जब मलाई मैले देखेँ नि जब मलाई देखेँ होइन मलाई चाहिँ हुन्छ नि एउटा माया हुन्छ नि एउटा अन्डरस्ट्यान्डिङ लाग्ने होइन अन्त या भन्ने कुराहरू बुझ्ने चाहिँ अन्डरस्ट्यान्डिङ छ मलाई एकदम अन्डरस्ट्यान्डिङै चाहिएको अभियसली इज भेरी अन्डरस्ट्यान्डिङ होइन जब मलाई मैले फर्स्ट देखेँ अब फर्स्ट देख्दा नै मलाई चाहिँ अब हुन्छ नि माया लागेर आएको हुन्छ नि अब माया लाग्यो अब फर्स्ट सलुनमा आएको नि त हो म जब त्यहाँ जुन सलुनमा म गर्छु सलुनमै भएको होइन अन्त जब ऊ आयो देख्दा मलाई भइहाल्यो जब उसँग काम गर्दै गएँ भेट्दै गएँ बुझ्दै गएँ काम गर्नु आउनु भएको थियो काम गर्नु लागेको थियो नि त भेट्दै गएँ बुझ्दै गएँ त्यहाँदेखि मलाई थाहा भयो यस इज पर्फेक्ट मलाई होइन चाहिँ त्यतिकै हाम्रो नम्बरहरू सेयर भयो क्या नम्बर एउटा कोइन्सिडेन्स छ क्या अन्त त्यहाँ जुन हामी सलुनमा सँगै काम गर्थ्यौँ त्यो सलुन चाहिँ मैले छोडेर चल्दिएँ होइन छ अब हामीले उयो एक्सप्लोर गरेको छुइनँ मैले तिमीलाई माया गर्छु मन पराउँछु त्यस्तो उयो भएकै छैन हाम्रो क्या मेरो मनमै छ भनेको पनि छुइनँ क्या मैले जब मैले छोडेर गएँ सलुनमा होइन त्यहाँबाट छोडेर गएँ फेरि 1-2 साल बाद थियो भेटेको टक्क एउटा मारुति ब्रिज भनेछ नि त उनीहरू चाहिँ रुम खोज्दै रहेछ त्यतिखेर चाहिँ भेटेँ होइन अन्त भेट्दा चाहिँ मैले म रुम खोज्छु नि तिम्रो नम्बर देऊ न अन्त भने चाहिँ नम्बर मागिदिएको नि त मैले त्यो हो मेन थिङ होइन त्यहाँबाट चाहिँ बात गर्दै गएँ बुझ्दै गएँ होइन मेरो पनि प्रब्लमहरू भन्दै गयो उसले यहाँको प्रब्लमहरू सुनाउँदै गयो अन्त त्यहाँदेखि हामी त्यस्तै 3-4 महिना 5 महिनाहरू गफै गरेँ बात गरेँ होइन त्यहाँको तिम्रो यो सिधै मैले सिधै अब होइन ठिकै छ त अब राम्रै हुन्छ होला होइन केही अब मैले चाहिँ जब स्कुल छोडेँ नि त्यहाँदेखि चाहिँ मैले फ्युचरको लागि चाहिँ धेरै कुछ सोचेको थिएँ क्या तर केही पुरा भएको थिएन जति खटे केही भएको थिएन जब उसँग बिहा गरेँ नि तब चाहिँ मेरो चाहिएको कुरा पुरा हुँदै उयो भयो क्या त्यही भएर भन्छु नि सिज लकी फर मी बिग सपोर्टर चाहिँ तपाईँको भाइ यस बिग सपोर्टर होइन मिस लाक्पानामा भुटियो है तर अब सबैले चाहिँ डोमा भने चाहिँ अझै डोमा राई भएको छ कि राईसँग आएर अन्त त्यही भएर मैले अब जब मैले चाहेको कुराहरू पुरा भएको थिएन नि अब अहिले चाहिँ बिहा गरेर चाहिँ पुरा हुँदैछ क्या त्यो चिजहरू चाहिँ मलाई बेस्ट लाग्दिन्छ क्या आई थिङ्क सिज लकी टाइम फर मी हुन्छ नि ऊ आएर चाहिँ मेरो लाइफ चाहिँ धेरै चेन्जेस क्या अब धेरै धेरै पहिला कस्तो थियो अहिले कस्तो छु भन्ने टाइपको चाहिँ पाउँछ क्या सायद देखि पनि रहेछ मान्छेहरू कतिजना मान्छेहरूले ब्रो हामीमा चाहिँ एउटा यस्तो हुन्छ अरे जसमा चाहिँ अब हुन्छ नि केटाहरूले चाहिँ त्यो चिज चाहिँ सेयरै गर्दैन अरे कसैले पनि क्या त्यो एकदम दुःखको होइन एकदम हुनसक्छ त्यो कुनै पनि अब मनभित्र गाडेको कुरोहरू होइन जो चाहिँ अब सेयर गर्ने लायकै हुँदैन त्यो चाहिँ आज हामी बिच सेयर गर्नुहुन्छ पोसिबल छ भने त्यति त लाइक मैले उसलाई भनेको छु कि छैन अरूलाई त भनेको छैन अब उसलाई चाहिँ भनेको छु कि छैन त्यो चाहिँ म सो ब्याड मोमेन्ट लाग्दिन्छ क्या अब कसैलाई नपरोस् भन्छु क्या म त्यो चिजहरू चाहिँ जब म फर्स्ट सिलगढीमा काम गर्नु गएँ नि आफै अब खानासाना बनाएर त्यो त मच्छरले त चिल्ने कति चिल्दै चिल्दै मच्छरदानी किन्ने पैसा धरि हुँदैन हो कति चिल्दै राम्रो चिल्दै ठिकै छ राम्रो सुत्नै पाउँदैन अन्त बिहानै खानासाना बनाएर जानुपर्छ सिलगढी काम तपाईँहरूलाई थाहा छ होइन अनि त्यतिखेर चाहिँ हामी अब लन्च सन्च बनाएर लान्थ्यौँ होइन अन्त खाना खानु आँट्दा चाहिँ बिग्रेको हुन्थ्यो क्या अब कोही बेला चाहिँ थाहै पाउँदैन यो चाहिँ बिग्रेको हो भनेर खाना चाहिँ त्यतिकै खाइपठाउँथ्यो क्या हामी त्यो चाहिँ मलाई ब्याड मोमेन्ट्स लाग्छ क्या अब किनभने यो चिज चाहिँ भोग्यो हुँदैन सबैजनालाई त्यो चिजले मैले त्यो बिग्रेको पनि खाइपठाएको छु भनेर लास्टमा थाहा भयो कि यो चाहिँ बिग्रेको थिएछ भन्ने चाहिँ त्यहाँ चाहिँ थाहा भयो क्या यस्तो चाहिँ बिग्रेकोलाई भन्दो रहेछ खानाहरू चाहिँ यसरी बिग्रिँदो रहेछ भन्ने चिज त्यहाँबाट थाहा भयो क्या त्यहाँ बिग्रे चाहिँ ब्याड रोगो पनि छु नि त म त साँच्ची रोइदिएको म चाहिँ तर म त्यो कुरा सबै घरमा त्यहाँ टेन्सन दिने म उयो थिएन क्या त्यही हो केटाहरू अब जो पनि छ केटाहरू भएपछि चाहिँ एभ्री सिचुएसन फेस गर्ने क्षमता चाहिँ राख्नुपर्ने रहेछ क्या सिरियसली यो चाहिँ फ्याक्ट हो यो पनि छ केटाहरू गरिरहेको छ होइन स्ट्रगल सबैले गरिरहेको छ है इजी चाहिँ नसम्झिनु हुन्छ केटाहरूको लाइफ चाहिँ इजी छैन क्या चाहे अहिले आमा बाउले सुख दिइरहेको होस् होइन जे भने त्यही दिइरहेको होस् तर सिचुएसन ह्यान्डल गर्ने शक्ति चाहिँ हुनु पऱ्यो क्या केटाहरूको जे पनि आउन सक्छ हाम्रो त्यो तर म गरिदिएको छु क्या गर्छु पनि अझै आउनु डल्लै छ सिचुएसन डरलाग्दो सिचुएसन आउनु डरलाग्दो छ बट आइएम रेडी क्या हो त्यो चाहिँ राख्नुपर्छ केटाहरूले क्या त्यो चाहिँ भन्छु म के हो गाउँमा अलिकति पानीकै दुःख छ होइन अन्त गरिरहेछ त्यो हर्घर जल योजना भन्ने पनि आइरहेछ प्रोजेक्ट चलिरहेछ अब हुन त कल त खिया त परिसक्यो होइन पानी चाहिँ छरेको छैन हो अन्त त्यही हो अब ठुलो बडाहरूलाई चाहिँ अलिकति साह्रै पर्छ घरमा जो बाजे बुजुर्ग हुनुहुन्छ उहाँहरूलाई चाहिँ पानी पुग्न अलिकति साह्रै किनकि हाम्रो गाउँ राम्रै छ रोडहरू छ गाडी घोडाहरू पुग्छ तर अलिकति भिरालो जग्गामा छ नि त है त्यो भिरालो जग्गामा हुनुको कारणले गर्दा चाहिँ पानीहरू पुग्नु चाहिँ बुढाबुढी मान्छेहरू अलिक साह्रो पर्छ क्या गाह्रो पर्छ
चल्दैछ प्रोजेक्ट चल्दै होला आइडोन्ट नो त्यो मलाई थाहा छैन त्यो ठुलो बडाहरूलाई थाहा होला के कस्तो प्रकारले उहाँहरूले हुनुहुन्छ होइन जतिसक्दो छिटै भएको चाहिँ राम्रो किनकि 25 साल ज्यादा हामीले वेट गर्छ 25-30 साल त भइसक्यो वेट गरेको होइन त्यो चाहिँ अब जो पनि ठुलो बडाहरू छ होइन पानीको लागि चाहिँ अलिकति समाधान गरिदिनुहोस् होला भन्न चाहन्छु म त्यही हो मेरोबाट चाहिँ हाम्रो गाउँमा चाहिँ त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट त्यो चाहिँ पानी चाहिँ त्यही हो पानी चाहिँ अँ।